हेलो गाइज व्हाट्सअप आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। र आज चाहिँ म चाहिँ मेरो यहाँ विशेष काम परेकोले गर्दाखेरि यो सुनसरी यातायात कार्यालयमा आएको थिएँ, किनकि लाइसेन्स रिन्यू गर्नुपर्ने थियो नि त। त्यो भएर पहिले चाहिँ अब यता एटारदेखि मास्तिर थियो मैले लाइसेन्स झिक्ने बेलामा, अहिले चाहिँ अब सरेर यता यो विराटनगर जाने बाटोमा यो खनारको छेउछाउमा रहेछ है। र पुरा आज चाहिँ एकदम धेरै नै यहाँनिर चापाम चाप छ। अघि आउँदा चाहिँ अझै धेरै थियो भिड होइन, अहिले चाहिँ अलिकति केही मात्रामा कम भएछ, देख्न सक्नुहुन्छ पुरा है। पुरा भिड छ, अझै बाहिर त धेरै नै भिड छ। र यहाँनिर चाहिँ पुरा अस्ति नै अब जिएनजीको आन्दोलनमा चाहिँ पुरै यहाँनिर तोडफोड भएको रहेछ होइन। यहाँनिर राम्ररी नै तोडफोड भएको रहेछ, आगो सागो लगाएको रहेछन् यता त्यता यी। अनि अब त्यो आगो सागो लगाउनु चाहिँ कसले लगायो हुन चाहिँ जिएनजीको आन्दोलन हो, तर कसले लगायो थाहा भएन होइन। जलेसुकै लगाओस्, तर अप्रत्यक्ष रूपमा यो चाहिँ अप्रत्यक्ष रूपमा घाटा कसलाई भयो, नोक्सान कसलाई भयो भन्दाखेरि हामीलाई होइन। किनभने यो अगाडि जसले पनि लाइसेन्स बनाउनु भएको थियो उहाँहरूको डकुमेन्ट चाहिँ सबै जलेर होइन, यो जलेर उयो भएर कामै नलाग्ने भएर चाहिँ डकुमेन्ट नभेटाएर उहाँहरूको चाहिँ पुरानो जति पनि हुनुहुन्छ उहाँहरूको चाहिँ लाइसेन्स अहिलेसम्म पाउनुभएको छैन क्या, त्यही पेपर बोकेर हिँडिराख्नु भएको छ होइन। अब जति पनि पुरानो छौँ अबदेखि उयो गर्ने तिनीहरूको चाहिँ आउँछ अरे, अब पहिलेको चाहिँ आउँदैन अरे, किन भन्दाखेरि डकुमेन्टै छैन नि त। अनि घुमाइ फिराइ नोक्सान कसलाई भयो भन्दाखेरि हामीलाई नै भयो नि त होइन। हामीलाई नै भयो, यो कसको पैसा? जनताकै पैसा, हाम्रै पैसा, हाम्रै यो कर उठाएर उयो गरेको हो नि त। यो सरकारी भवनहरू जति पनि छ सबै हाम्रै पैसाले बनाएको हो नि त, कर उठाएको यता त्यता होइन, सबै हाम्रै पैसा हो। भन्न खोजेको के भन्दाखेरि तोडफोड गरेर नोक्सान चाहिँ लास्टमा अप्रत्यक्ष रूपमा हामीलाई नै भयो होइन। अहिले पनि भनिहालेको थियो एकदम धेरै भिडभाड छ भनेर, यहाँको माहौल चाहिँ यस्तो रहेछ।